हेलो गाइस, के छ हालखबर? सन्चै हुनुहुन्छ? म चाहिँ आज यो वर्षको सिजनको आँप सकिँदै गर्दाको यो लास्टको आँप हो। त्यसैले मैले चाहिँ यो आँपलाई स्टोर गरेर राख्ने भनेर सोचेर मैले चाहिँ यसरी धोइ पखाली गरेँ, ताछेर यसरी बट्टामा काटेर राख्दैछु। तपाईँहरू पनि यसै गर्नुहुन्छ? के गर्नु हुँदैन भने यसरी नि स्टोर गरेर अलिक टाइमसम्म राखेर खान सक्नुहुनेछ। म चाहिँ यसलाई काटेर डिप फ्रिजमा लगेर राख्छु अनि पछि खान मन हुँदाखेरि झिकेर आफूलाई चाहिएअनुसार खाने हो भनेर यसरी मैले राख्दैछु। त्यसरी तपाईँहरू पनि राख्नु हुँदैन भने गर्नुभएको छैन भने यसरी काटेर राख्नुहोस्। मैले चाहिँ यसरी रेडी गरेँ। अब म यो बट्टा बिर्को लाएर राख्छु। अब यो चाहिँ म फ्रिजमा राख्छु। त्यस पछाडि हामीले अरू पनि राखेको छौँ काटेर। यो चाहिँ आज मैले यति बनाएको चाहिँ अस्तितिर राखेको थियो। अस्तिको पनि हेर्नु सक्नुहुनेछ। हेर्नुहोस् यस्तो भएको छ। धेरै त राखेको छैन, यस्तो भएको छ। अनि खोलेर हेर्दा पनि जस्ताको तस्तै छ। हेर्नुहोस् त, जस्ताको तस्तै। अब यसलाई म झिकेर खान्छु। अब यस्तो चाहिँ चिसो त चिसो हुन्छ, गर्मीमा राम्रो हुन्छ। हेर्नुहोस् त कस्तो राम्रो छ, जस्ताको तस्तै।